हेलो साथीहरू, नमस्कार सेवा। म भिसान राई, तपाईहरुकै भिसान राई। म चाहिँ सो लङ टाइम पछि तिहारको लागि एउटा भिडियो बनाउँदैछु। मसँग घटेका घटनाहरू र यो तिहारको बारेमा रिलेटिभ कुराहरू चाहिँ स्पेशली आज म कुरा गर्न गइरहेको छु। अन्तिमसम्म हेरेर माया सपोर्ट गरिदिनु होला है त। अब तिहार बारेमा चाहिँ मैले भोगे अनुसार, मैले जाने बुझे अनुसार चाहिँ तिहारको बारेमा केही कुरा भन्न चाहन्छु र रिलेटिभ कुराहरू मसँग धेरै यस्ता घटनाहरू छन्। यो चाहिँ एउटा स्याड स्टोरी नै हो मेरो। कतिपय मान्छेहरूलाई थाहा छैन होला, कतिहरूलाई थाहा पनि हुनसक्छ, तर मेरो चाहिँ आफ्नै दिदी हुनुहुन्थ्यो, अहिले चाहिँ हुनुहुन्न। त्यही भएर तिहार चाहिँ मेरो लागि चाहिँ एकदम नरमाइलो दिवस भनौँ मेरो लागि चाहिँ। बितेका घटनाहरू सम्झिँदाखेरि चाहिँ र तिहार सम्झिनु बित्तिकै र तिहार आउनु बित्तिकै चाहिँ म मेरो दिदीलाई चाहिँ जहिले पनि सम्झिरहेको हुन्छु। म मेरो दिदीको नाम पनि म भनिदिइहाल्छु। मेरो दिदीको नाम चाहिँ अब रेखा राई हो। अब लगभग 9-10 वर्षै भइसक्यो हाम्रो दिदी खस्नु भएको चाहिँ। अनि रेखा दिदी, म भइहालेँ भिसान राई, अनि मेरो भाइ सन्दीप राई, हामी चाहिँ 3 जना हो। र यो तिहार भन्नु बित्तिकै एउटा दिदी भाइ, दाजु बहिनी नै गर्दा यो तिहार मनाइन्छ र मानिन्छ। चेली माइती भनौँ। र मेरो दिदी चाहिँ अलिक सानै उमेरमा, हामी चाहिँ एकदम अब दिदी र म चाहिँ नमिल्ने भनौँ न। अब जसको पनि त्यही हुन्छ, अब दिदी भाइ मिल्ने नमिल्ने, कसैको मिल्ला कसैको नमिल्ला, प्रायः जस्तो चाहिँ अब डिस्कस पर्ने हुन्छ नि त दिदी भाइमा। अनि म र मेरो दिदी चाहिँ अब घरिघरि अब केही काम पर्दाखेरि भयो, काम गर्दाखेरि भयो, म चाहिँ अलिक ठग्ने, सानोमा चाहिँ दिदी चाहिँ नठग्ने। अनि यस्तै कुरामा मेरो दिदीलाई चाहिँ अब काममा ठगेको नमन पर्ने, म चाहिँ अल्छे सानोमै। अहिले भन्दा धेरै वर्ष पहिला म त्यही 13-14 वर्षको हुँदाखेरि, अनि देखि दिदी र म चाहिँ धेरै बाँच्ने गर्ने। अनि त्यसो गर्दा गर्दै दिदीले चाहिँ 20 वर्षको उमेरमा बिहे गर्नुभयो। अनि म र मेरो दिदी चाहिँ ठ्याक्कै 6 वर्षको डिफ्रेन्ट। अनि मेरो दिदीले 20 वर्षको उमेरमा बिहे गर्नुभएको थियो, 20-21 वर्षको उमेरमा। म त्यतिखेर त्यही 14-15 वर्षको थिएँ, सानै थिएँ। अनि बाथ्यौँ हामी, धेरै जुत्थ्यौँ पनि। अब त्यही हो, अब बाजिन्थ्यो, जुदिन्थ्यो। अनि पछि गएर चाहिँ अब दिदीले बिहे गर्नुभयो। दिदीले बिहे गरेपछि चाहिँ अब मिल्नु थालियो के। अब दिदी त भेना घर जानुभयो, म पनि त्यहाँदेखि चाहिँ अलिक बुझ्नु थालेँ। आफूसँग नभएपछि चाहिँ अब जुन कुरा पनि त्यही त हो, आफूसँग हुँदाखेरि हामीले त्यस्तो खास दिँदैनौँ, तर जुन कुरा आफूसँग हुँदैन, टाढिन्छ, त्यसपछि मात्रै हामी चाहिँ अलिक उसको भ्यालु राख्छौँ। त्यो कुरा चाहिँ सायद आफूसँग हुँदैखेरि राखेको थियो भने चाहिँ त्यस्तो नहुन सक्ला अब, होइन। अनि त्यसपछि दिदीले बिहे गरेर गइसकेपछि चाहिँ अब दिदी र हामी नबाच्ने, एकदम मिल्ने, अनि साथीभाइ जस्तै मिल्ने हामी दिदीभाइ चाहिँ। अनि पछि हाम्रो दिदीको चाहिँ 1 वर्षको बिहे गरेपछि 1 वर्षमा चाहिँ हाम्रो दिदी चाहिँ प्रेग्नेन्ट हुनुभयो। अनि प्रेग्नेन्ट भएपछि चाहिँ हाम्रो दिदीले चाहिँ अब डेलिभरी टाइममा सुरुमा चाहिँ भान्जी बित्नुभयो। अनि भान्जी बितिसकेपछि चाहिँ हाम्रो दिदी पनि त्यसको 1-2 दिनमा बित्नुभयो। अनि बिहे गरेको 1-1.5 सालमै हाम्रो दिदी बित्नुभयो। अनि हाम्रो दिदीले चाहिँ जब हामीलाई छोडेर जानुभयो, त्यसपछि चाहिँ अब भाइ र म अनि दिदी, अनि हाम्रो चाहिँ अब प्रत्येक तिहार अब दिदी भयो जस्तो नहुने। त्यसपछि चाहिँ जब मेरो दिदी बित्नुभयो, त्यसपछि चाहिँ मलाई चाहिँ मेरो अब काका बडा बाबुको दिदी बहिनीहरूले चाहिँ एकदम धेरै नै माया गर्नुभयो। मसँग मेरो दिदी बहिनीहरू धेरै हुनुहुन्छ, लगभग 12-15 जनाको हाराहारीमा बाटोभन्दा बेसी नै हुनुहुन्छ मेरो आफ्नै काका बडा बाबुको।
म चाहिँ कान्छाको छोरा हो। अब साइला माइलाको अब छोरीहरू धेरै हुनुहुन्छ अनि उहाँहरूले चाहिँ मलाई जहिले पनि आफ्नै भाइ जस्तो गरेर मेरो दिदीको माया चाहिँ कमी हुनु दिनु भएन। र यो लाको यो भेस्ट पनि मलाई मेरो बहिनीले दिएको, रुस्मा बहिनीले। यो अहिले लाइ पनि रहेको छु मैले। यो भेस्ट दिएको पनि मलाई 2 वर्ष भइसक्यो। बहिनीले दिएको भेस्ट तिहारमै म जब विदेश आएँ त्यतिखेर मलाई मेरो बहिनीले चाहिँ यो एउटा गिफ्ट स्वरूप दिएको थियो र यो चाहिँ मैले एकदम माया गरेर लगाइरहेको छु। अनि यो तिहारको कुरा आउँदाखेरि चाहिँ मैले मेरो दिदीलाई चाहिँ अलिक धेरै नै मिस गरिरहेको हुन्छु। अब साथमा नभएर पनि होला, अब त्यो टाइममा अलिक म सानै पनि थिएँ, 13-14 वर्षको उमेरमा बाजिन्थ्यो जुटिन्थ्यो। जब दिदी त्यस्तो भएपछि चाहिँ हरेक तिहार मेरो लागि चाहिँ अलिक राम्रो नै भएन। अब जति साथीभाइसँग हाँसे पनि, दिदी बहिनीहरूसँग हाँसेर रमाए पनि, मनाए पनि अब भित्र मन चाहिँ जहिले पनि अब मेरो दिदीलाई सम्झिरहेको हुन्छु म। अनि त्यही हो, मेरो लागि तिहार चाहिँ एकदम नराम्रो दिवस भन्छु। मेरो लागि चाहिँ अब अरूको नै घटना घटेको हुनसक्छ। यो तिहारको दिन चाहिँ र तिहार आउँदै गर्दाखेरि चाहिँ कता कता चाहिँ म खासै अलिक सन्चो पनि छैन भनौँ, अलिक मन पनि ठिक छैन। अब जहाँ भए पनि मेरो दिदीले चाहिँ मलाई अब हेरिरहनु भयो होला, माया गरिरहनु भयो होला। म पनि मेरो दिदीलाई मनैदेखि नै जहिले पनि म सम्झिरहेको हुन्छु। म चाहिँ मेरो दिदी बहिनीहरूलाई परदेशमा भए पनि म साथ छैन होला मेरो दिदी बहिनीहरूको साथमा, तर म जहिले पनि मेरो दिदी बहिनीहरूको मनमा चाहिँ म रहिरहने छु र रहने पनि छु। जहिले पनि मेरो दिदी बहिनीहरूलाई म तिहारमा मात्रै नभनौँ, हरेक दिन म सम्झिरहेको हुन्छु। यो तिहार आउँदै गर्दाखेरि चाहिँ अलिक नरमाइलो लागिरहेछ। अब त्यही हो, यो साल यस्तै भइहाल्यो, भन्दा पनि 2 साल बितिहाल्यो। अब आउने साल चाहिँ अब मेरो दिदी बहिनीहरूको हातबाट टिका लाउनु पाऊँ र साथै खुसी व्यक्त गरौँ, एकअर्कामा साटौँ। यत्रो लामो समयदेखि म चाहिँ मेरो फ्यामिलीलाई, दिदी बहिनीलाई धेरै मिस गरिरहेको छु। आज आकाशले पनि अब पानी पर्नु आँटिसक्यो। सायद मेरै दुःख सुनेर होला, माथि आकाश पनि रुन्दैछ। भन्दै अब मेरो तिहारको र मेरो फ्यामिलीको कुराहरू चाहिँ यही हो। र अन्तिममा फेरि पनि म मेरो दिदीलाई चाहिँ अब यहीँबाट नै धेरै माया सम्झना र सम्झि पनि रहेको हुन्छु। जहाँ भए पनि मेरो दिदी चाहिँ मेरो मनमा हुनुहुन्छ। र मेरो दिदी मात्रै नभएर मेरो काका बडाबाबुको छोरीहरू हुनुभयो, दिदीहरू हुनुभयो, उहाँहरूलाई पनि म यहीँदेखि नै धेरै सम्झिरहेको छु। र दिदीहरूलाई, बहिनीहरूलाई सँगै नभए पनि यो भाइको दाइको तर्फबाट धेरै माया सम्झना। अब पानी पनि परिहाल्यो। त्यही हो, धेरै माया सम्झना छ मेरो दिदी बहिनीहरूलाई। र ह्याप्पी तिहार भन्न चाहन्छु अहिले एडभान्समै। र सबैजना आरामै खुसी राम्रोसँग बितोस् तपाईँहरूको पनि दिनहरू। र यति भन्दै मेरो भिडियो इन गर्न चाहन्छु। नमस्कार, सेवा।